स्कुल पढ्दा बाध्यताले चलाउने साइकल अहिले चाइनामा आए पछाडि रहरले चलाउनु परेको छ। मलाई साइक्लिङ गर्दा एकदमै धेरै खुसी मिल्छ। मलाई यो थेरापी जस्तै भएको छ। म एकदमै धेरै रमाउँछु। चाइनामा साइक्लिङ कल्चर एकदमै राम्रो छ। त्यहाँ साइकलको छुट्टै लेन छ। त्यहाँ साइकल चलाउन एकदमै सहज छ। यो चाइनाको वुहानको इस्ट लेक भन्ने ठाउँ हो, जहाँ साइक्लिङको लागि मानिसहरू त्यहाँ आउने गर्छन्। आजभोलि बिदाको दिन भएर एकदमै धेरै भिड हुन्छ त्यहाँ साइकल चलाउनेहरूको। बाटोको छेउको रुखहरूमा यस्तो म्युजिक को यो उहरू राखिदिएको हुन्छ। म्युजिक सुन्दै साइकल चलाउँदा कस्तो आनन्द हुन्छ। भिडभन्दा अलि टाढै गएर हामीले साइकल चलायौँ, जहाँ एकदम थोरै साइक्लिङ गर्नेहरू हुनुहुन्थ्यो। काश नेपालमा पनि यस्तै साइक्लिङ गर्ने लेनहरू अनि यो साइकल कल्चर भएको भए कस्तो राम्रो हुन्थ्यो होला। सामान्य मानिसहरूले यो साइकल प्रयोग गर्न सक्थे। एकदम सजिलो साधन पनि हो र सस्तो साधन पनि हो र यो प्रकृति मैत्री साधन पनि हो। तर खोइ मलाई त लाग्दैन कहिले होला हाम्रो नेपालमा यस्तो। साइक्लिङ गएपछि अलिअलि फोटो भिडियो टिकटक त बनि नै हाल्छ। अहिले म डाक्टर तारालाल श्रेष्ठको साइकल सौन्दर्य भन्ने किताब पढिरहेकी छु। यो किताब प्रकृति मैत्री संस्कृति र सहअस्तित्वको प्रतिबिम्बको रूपमा उहाँले लेख्नु भएको छ। यो किताबको कुरा पछि गरौँला। म यो पढेर सकेपछि रिभ्यू पनि दिनेछु। चाइनामा साइकल यसरी राख्ने स्टेसनहरू हुन्छ, जसलाई हामीले त्यहाँ स्क्यान गरेर अलिपे र विच्याटले खोल्न सक्छौँ। मेरा लागि थेरापी जस्तै यो साइक्लिङ 3 घण्टाको साइक्लिङ सकेर बेलुकी पख म डर्मेट्री फर्किएँ। सोच्छु हाम्रो नेपाल पनि चाइना जस्तो समृद्ध चाइना कहिले होला। आखिर कम्युनिस्ट पार्टीले लिड गरिरहेको देश थियो हाम्रो नेपाल। चाइनामा पनि कम्युनिस्टहरूले लिड गरिरहेकै देश हो। खोइ आशा छ हाम्रो देश नेपाल पनि एक दिन समृद्ध नेपाल हुनेछ। तर अझै समय पक्कै लाग्नेछ। साइक्लिङ गर्दा रमाउने म नेपाल फर्के पछाडि पनि यसरी नै साइक्लिङ गरिरहन पाऊँ। मेरो दिन एकदमै रमाइलो बित्यो। तपाईहरूको राम्रै भयो होला। धन्यवाद।